आदरणीय सज्जनवृन्द सबैमा म जानकारी गराउन चाहन्छु। आज चाहिँ म यो धरानमा आएको छु र यहाँ द लोकल आर्ट एक्जिबिसन लेखेको ब्यानर तपाईहरुले देखिराख्नु भएको छ हैन। अब यतापट्टि हामीले यहाँ विभिन्न स्टलहरु हामीले देख्न सक्छौं। यो यहाँको लोकल आर्टिस्टहरुले चाहिँ विभिन्न किसिमको चाहिँ बनाउनु भएको रहेछ हैन। यहाँ पनि हेर्न सक्नुहुन्छ यस्तो सानो सानो यो लेखेर राख्नु भएको छ हैन। यो ब्यानरहरु यो ब्ल्याक यो उसमा क्यानभासमा चाहिँ यसरी चाहिँ यो आर्टहरु गर्नु भएको छ हैन। अनि यतापट्टि पनि हेर्न सक्नुहुन्छ यो यहाँनिर सबै आर्टहरु बनाएर राखेको छ। म अब अझै भित्र जाँदैछु। यो साइडमा हेर्दाखेरि सबै यहाँको धेरै जसो आर्टिस्टहरु एकदमै राम्रो आर्टिस्टहरु हुनुहुँदो रहेछ। उहाँहरूले चाहिँ बनाउनु भएको रहेछ हैन। अब यहाँ पनि यहाँ बनाइराख्नु भएको छ है, आर्ट गरिराख्नु भएको छ। अब हामीले चाहिँ यो लोकल एक्जिबिसनलाई प्रमोट गर्नुपर्छ भन्ने कुरा हो हैन। यसरी हामीले हेर्न सक्छौं। यहाँ अब यहाँ म तपाईहरुलाई देखाउँछु। अत्यन्तै आकर्षक हेर्नु एकदमै ब्युटिफुल छ यो हैन। 3D यो काठभित्र तपाईहरु देख्न सक्नुहुन्छ। यस्तो ब्युटिफुल पाराले यो आर्टहरु गरिएको छ है। अनि अब यसरी चाहिँ यहाँनेर यो चाहिँ आफूले हातले बनाएको अनि अरु बाँकी कुराहरु पनि यहाँ यो किन्न पनि पाइन्छ। अनि आफूले बनाएको चीजहरुलाई चाहिँ एक्सप्लोर गर्नको लागि चाहिँ यहाँ राख्नु भएको छ हैन। यो धरानमा धेरै नै यो आर्टिस्टहरु हुनुहुँदो रहेछ र उहाँहरूले चाहिँ बनाउनु भएको यो आर्टहरु यहाँ हामीले देख्न पाउँछौं हैन। यतापट्टि पनि छ। म यता फेरि एकचोटि भित्रतिर छिरेर म देखाउँछु। यो चाहिँ यहाँ मासु काठबाट बनेको छ है। यहाँ हेर्नु त यो एउटा यो आर्टमा कति राम्रो यो छ। एकजना यहाँनेर यो यहाँ त विभिन्न नेपाली बाजहरु यहाँ कन्सर्ट जस्तो देखाइएको छ। यहाँ गिटार बोकेर दुईजना आर्टिस्टहरुले गाइराख्नु भएको। अनि पछाडिपट्टि हिमालहरु पनि भएको एकदम खुल्ला आकाशमा हैन। यतापट्टि गाइने मान्छेले यो सारङ्गी बजाइराख्नु भएको भिडियो एकदमै लाइभ बनाउनु भएको छ। अनि यता अझै हेर्दै गर्नु धेरै छ। यहाँ त धेरै कति राम्रो छ। वाउ यो पनि हेर्नु पर्यो। यतापट्टि ल यो म देखाउँछु अलिकति थोरै ल। थ्याङ्क यू। वाह ल यो हेर्नुहोस् अलिकति म यसलाई जुम आउट गरेर देखाउँछु ल। हेर्नु त वाह ल यो हल्लियो होला एकदमै। अझै अब हेर्दा म अर्को एउटा यस्तो आकर्षक म देखाउँछु हजुरलाई ल। यो हेर्नुहोस् वाह ल यो भिडियो हेरौँ है हामी। यो पिक्चर यो हातले बनाउनु भएको हेर्नु है। यस्तो लाइभ छ नि। अलिकति जुम आउट है म यो गर्छु। अब यो आर्ट भन्ने बित्तिकै हैन सबैलाई एकदमै मनमोहक हुन्छ। हातले बनाएको हैन सबै हातले अनि वाटर कलरहरु लगाएर क्यानभासमा कोरेको यो पिक्चरहरु छ। अब त्यो हेर्दै जाँदाखेरि सब एकदम म स्तब्ध यहाँ भएको छु। हेर्नुस् यो पिक्चर देखेर म कति बेर हेरिराखे यसलाई। यो हेर्नुस् बाफ यति सुन्दर यति राम्रो छ नि यो हेर्नुस्। यहाँ आर्टिस्टको नाम पनि म यहाँ राखिदिराखेको छु। तिलक राई भनेर बनाउनु भएको छ। यो अत्यन्तै सुन्दर छ। अब यतापट्टि हातले बुनेको यो पनि छ हैन। धरान आफैमा पनि अब अत्यन्त ऐतिहासिक कला धेरै नै कलाले भरिपूर्ण सहर हो। हाम्रो पूर्वको एउटा सानो धरान भनेको त यहाँ धेरैजना आर्टिस्टहरु चाहिँ हुनुहुन्छ। यहाँको यो आजको एक्जिबिसनको नाम नै के भनेको छ भने लोकल आर्ट एक्जिबिसन भनेर नाम राखिएको छ है। अनि यसरी हामी हेर्न सक्छौं। सो अब यो साइडमा म देखाउँछु। यो साइडमा ल हेर्नुस् यो ड्रइङ यहाँ है। त्यसै गरी यहाँ पासाङ लामो शेर्पा जस्तो मलाई लाग्दैछ है। यहाँ हेर्नुस् यो साइड यो नामहरु चाहिँ दिएको रहेछ कि ल। अनि चाहिँ बनाउने आर्टिस्टहरुको नाम पनि म सकेसम्म देखाउँछु ल। यहाँ हेर्नुस् यो हेर्नुस् यो छ है।
पुरै लाइभ हेरेको जस्तो